हेलो गाइज, हेलो, वेलकम टु न्यू भ्लग है। अब आज चाहिँ म यहाँ मर्स्याङदीमा रोकिएको छु। पुरानो यादहरू ताजा भयो। यो हजुरआमासँग मामा आउँदाको बुढो मामाली होइन, हजुरआमासँग चाहिँ म जहिले नि बुढो मामाली जान्थेँ कि आज पनि त्यसै गरी धेरै वर्ष बितिसक्यो। आमा चाहिँ यहाँ हुनुहुन्छ कि आमालाई मैले यहाँ बुढो मामाली लिएर आएको छु। अब हामी बाइकमा आछौँ होइन आमा? बाइकमा छौँ। अनि के थियो अब यो पहिलाको ठाउँ यस्तै थियो कि अब पहिलाको ठाउँ कस्तो हुने बाबु त्यताडी हेरिन्थ्यो। पहिला पार पनि हालेको थिएन, त्यहाँको यस्तो फड्किहालेको थियो, यसो फड्किएर हिँडिन्थ्यो। अनि अहिले अब पछि त्यो बार हाल्यो, अब त्यहाँ गर्ने कुरो सब सम्पूर्ण बनायो। त्यो बाटो धेरै वर्ष हिँडियो। माथि झलुङ्गे पुल धेरै वर्ष हिँड्यो। ऊ त्यो हो त्यो झलुङ्गे पुल क्या उहाँको? त्यो झलुङ्गे पुल धेरै वर्ष हिँडियो। त्यो माथि धानबारी छ, त्यो धानबारी पन्स्याएर हिँडिन्थ्यो। भरियाहरू हिँड्थे, चोर लाग्छ भन्थे। अब त्यस्तो गरेर हामी हिँडिन्थ्यो, कति वर्ष हिँडियो। अहिले यस्तो राम्रो रोड बनेर अहिले अब यस्तो रोड बाटो खोज्दै हिँड्यो। जता त ढुङ्गा चाहिँ फड्किएर हिँडिन्थ्यो, बल्ल उक्लिन्थ्यो, उक्लिएर हिँडिन्थ्यो। अहिले यस्तो रोड बनेर चकचकी भयो। अहिले यस्तो चकचकी भएर राइनस्टार गम्किएर यस्तो बाटो यसरी हिँड्न अहिले हाम्रो आँखाले यस्तो देख्न पाइयो। यो चाहिँ हामी अहिले कहाँ छौँ? मर्स्याङदी होइन आमा? यो अहिले हामी यहाँ जमलाको पुल्नेरी, अब यहाँ यो पट्टि पुल्नेरी छौँ। अब यो पुरानो गामठाम अब पहिला हिँडेको माइती गाम भनेर यसो यहाँ यसको सम्झना लाएर यसो यहाँ दुई चार बात बोलाउँ न भनेर यहाँ ज्यामानाति यस्तो बोल्दैछौँ हामी। अनि अब आज माइती जान लागेको छ धेरै वर्षपछि। कस्तो लागिरहेछ टिका सिका लाउनलाई जान लाग्दा? वर्षमा एकचोटि हो जहिले नि? असाध्यै रमाइलो लाग्छ। सधैँ ज्यामानाती हो नि है? सधैँ ज्यामानाती जाने हो, असाध्यै रमाइलो लाग्छ। कति वर्ष भयो ज्यामानातीसँगै बुढामाली जान? 4-5 वर्ष भयो। अनि म सानो हुँदादेखि नै होइन? सानो हुँदादेखि त त्यो त कति भयो अब 2-3 वर्ष बढी अब हिँडियो। अटो हिँड्थे त भरिया हिँड्थे? हिँड्थे, यस्तो अटो हिँड्दा त भरिया हिँड्थे। अब पहिला एउटा अन्डा नखाइकन यता त्यो पुल तर्न मान्थेन बाबु। एउटा अन्डा नआइकन ऊ त्यो भयो क्या झलुङ्गे डमलाको पुल? त्यो तर्न मान्थेन। त्यो तर्नै मान्थिनँ म। मान्थेन। सानो 3 वर्षदेखिको मैले लिएर मेरो माइता लिएर हिँडाएर लिएर जान्थेँ मेरो नातिलाई। आज म फेरि उसो खुट्टा उभिएर म बाइकमा हिँड्न पाएको छु फेरि। अब हामी माइत जान्छौँ। अनि के कस्तो हुँदो रहेछ है त्यतापट्टि गरौँला है? अब हुन्छ नि? हुन्छ ल, खुसी लाग्यो है? खुसी लाग्यो, एकदम खुसी लाग्यो। ल यहाँनिर अब ह्याडी निक्लिन्थ्यो है? अब यहाँनिर गोरेटो त्यो सानो गोरेटो ह्याडी हिँडिन्थ्यो। यहाँ एउटा सानो पसल थियो, दिनसम्म यसो मान्छेले खान्छ भनेर खाजा पानी खान्छ न, यो चौतरनेर एउटा सानो गरेर पसल गरेर राखेको त्यो पानी छोडिदिएर त्यो पानी मान्छे उठेर गए। अहिले यही ठाउँ यस्तो भयो। अब पहिले ठाउँ त छिचाइ साध्दै रहन्छ, नखाएर यहाँनिर त छिचाइ साध्दै छैन नि अहिले? छैन। पहिला यहीँबाट हो नि। पहिला हामी हिँड्ने रोड त अहिले छिचाइ साध्दै रहन्छ। मान्छे यहाँ काट्दिएको पनि हो। मान्छे काटे हो भन्छ नि त, यहाँ काटेर मर्स्याङमा फालिदिएका त्यस्तो थियो। अहिले यस्तो पिच रोड छ यता। पहिला त यहाँ बाटो थियो भनेर कसैले भन्छ भन्ने यहाँ अहिले त यस्तो छिचाइ साध्दै भयो भने त उबेला नि खोज्न पर्थ्यो कि डोरेटो थियो कि उबेला नि खोज्न पर्थ्यो। ल साथीहरू, अब हामी चाहिँ कहाँ अरे आमाको माइती धमेली कुवा राइनसकोट जाँदैछ। सुन फाइनल आइपुग्यौँ। अहिले चाहिँ भूकम्पको घर छ साथै अगाडिबाट जानु छ। यहाँ उसले त युट्युबै के रूपमा लायो कता लायो आफ्नो भाग्यले नदिनु के भने पैसा पस्यो। मेरो आमा हुनुहुन्छ, म आमाको हात टिको लाउन आएको। साह्रै देख्न मन लाग्थ्यो, बिरामी हुनुहुन्थ्यो मेरो आमा। अनि मलाई धेरै फेर मलाई आउनु मन लाग्थ्यो, तर अहिले चाहिँ जान्छु म सट्टा हाँटेर आएँ।
आमासँग बसेर यसो एउटा निकालौँ न भनेर यहाँ म चाहिँ कुरी नाति पलाती नै भने पलाती 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 है पलातीले अब आमाको पलातीले अब यहाँ ल हामी त सधैँ आउँछौँ आउनु त है ल त नि ल हुन्छ जस्तो लाग्यो हुन्छ बिचरा आफ्नो आमाको हातआटीको लाग्न पाए भयो ऊ नातिले उहाँ फोटो खिचिरहेको पर्छ फेर आएन अनि यता बुढी मान्छेको हातआटीको लाउनु परेन मैले अनि यहाँ चाहिँ हाम्रो हजुरा अनि के अरे बुढी हजुरा धेरै वर्ष भेट नगएर दुईटा हजुरा आज जान नमानेर त्यही त ल हामी चाहिँ दसैँमा टिका लाउन आएको कहिले पुगेर हामीलाई धमिलो गरौँ मैले टिका पुगो चिरञ्जी भए आशीर्वाद छ बुढी आमाको जमारा आशीर्वाद छ धेरै धेरै जमारा पनि जम्मा झरेर पुगेको आशीर्वाद लिन आएको आशीर्वाद बुढी हजुरा धेरै धेरै आशीर्वाद मैले लाइभ गरिदिन्छु यो चाहिँ हाम्रो अर्को आमाको अर्को माइत यहाँभित्र यस्तो भयो आमाको धमिलो गुवा चाहिँ ऊ त ऊ हो के भन्छ चेकपोस्ट यताडि हाम्रो भान्जातिर जाने यताडि फेरि उता लमजुङतिर निक्लिन्छ लमजुङ त लमजुङ पनि के हो हो त केही दिनु नि खानु एउटा उता भ्याग हाल्नु काठमाडौँको ठाउँमा ल गुवा सन्चै चाहिँ यहाँ आइछ दसैँमा नआऊ चिया सानी लिएर असियामाले पनि जात दिएर आयो अहिले 12 हो इन्जिनियर पास भयो यो पास भयो सो अब उहाँ बुढो मावलीबाट आइसक्यो कस्तो लाग्यो असाध्यै खुसी लाग्यो अब जमानाती भएर गइयो आइयो पनि एकदम खुसी लाग्यो वर्षा एकखेर रमाइलो भयो वर्षा एकखेर उकेर आइयो रमाइलो भयो रमाइलो गऱ्यो भने खुसी भयो ल ब्लगर एक्स विकासलाई सब्सक्राइब गर्नु भन्नु ब्लगर एक्स विकासलाई सब्सक्राइब गर्नु भन्नु म आउँदैन त्यो ब्लगर एक्स विकास भन्नु त भगले विकासलाई सब्सक्राइब गर्नु भन्नु सबै गर्नु ल यस्तो गरिदिनु यस्तो यस्तो त नि ल बाई बाई भन्नु बाई 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 ल